नमस्कार दर्शक फेरि क्राइम सेन्टर टेलिभिजनमा स्वागत छ। आज हामी डुडुवा गाउँपालिका एक नई बस्तीमा छु, जहाँ एनसीएल कम्पनीद्वारा केही कर्मचारीहरू यहाँ उपस्थित हुनुहुन्छ। यहाँ नई बस्ती र खडेचामा नेटवर्कको एनसीएलको धेरै इस्यु आएको छ। आउनुहोस् उहाँसँग सोधपुछ केही गरौँला। नमस्ते। हजुर चाहिँ एनसीएल कम्पनीबाट आउनुहुन्छ, तर यहाँ यो डुडुवा गाउँपालिका एक नई बस्तीमा एनसीएलको धेरैहरू समस्या देखेको छ। त्यसमा हजुरको के विचार छ सर? ओके, धन्यवाद तपाईलाई। हामी डुडुवा गाउँपालिकाको यो एक नम्बरमा आज हामीले चाहिँ एनसेल फाउन्डेसनबाट हाम्रो कस्तो भने कम्पनीले बजारमा र एकदम धनी वर्गलाई मात्र हेर्छ भन्ने होइन, हामीले चाहिँ दूर दराजका पढ्न नपाएका ठाउँ र यस्तै ठाउँहरू अलिकति पिछडिएको ठाउँहरूलाई चाहिँ कम्पनीले फोकस गरिरहेछ। र म गयो तपाईँको कुरामा, नेटवर्कको कुरामा तपाईँले भन्ने कुरा साँचो हो। र भर्खरै मात्रै 1 वर्ष अगाडि यसैको माथिल्लो गाउँ बेतनीमा चाहिँ हामीले चाहिँ टावर लगाइसकेका थियौँ, जहाँ पहिला पनि समस्या छ। र मलाई लाग्छ अबको 2-3 महिनाभित्र नै हामीले अलरेडी यहाँ प्लान गरेका छौँ। नयाँ बस्ती र एउटा अर्को यहाँ के गाउँ छ, अर्को ठुलो पनि, यो दुईटा गाउँलाई चाहिँ हामीले फोकस गरेर चाहिँ एनसेलको नेटवर्क चाहिँ ल्याउँदैछौँ। यसमा चाहिँ तपाईँ एकदमै ढुक्कसँग रहनु होला। र मलाई विश्वास छ कि यो गाउँ जति पनि हाम्रो बोर्डर एरियाका गाउँहरू छ, सबै हाम्रो एनसेल युजरहरू हाम्रो एनसेलको नम्बर चलाउँछन्। र हामी यहाँ आउँदा पनि नेटवर्कको चाहिँ अलिकति भनौँ न, मैले पनि त्यो अनुभव गरेँ। चाँडै चाहिँ यो समस्या चाहिँ मैले चाहिँ समाधान गर्छु। ल हुन्छ, धन्यवाद सर। थ्याङ्क यू।